नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। यति बेला म दाङको दहबाट यो भिडियो बनाउँदैछु है। दाङमा पनि दाङको दहमा पहिला चाहिँ के भन्छ अरे उठ्यो, अहिले यो माथिल्लो हिँड्ने मान्छे हिँड्ने बाटो पनि यस्तो टाइल लगाएर टिकटक सिकटक बनाउनलाई सजिलो बनाइदिएका छन्, राम्रो बनाएका छन्। पार्क गजब छ, एकदम राम्रो छ है। म यति बेला यही हिँडिरहेको छु है गाइजहरू, तपाईँहरूलाई देखाउनको लागि। फाइनली यो चाहिँ गेटतिर निस्किने बाटो है गाइजहरू, हेर्नुहोस्। यहाँ चाहिँ आँप ल्याउन आएको, आँपको बगैँचै छ है गाइजहरू। आँपको बगैँचै छ, यहाँ बगैँचा छ तर मान्छे छैन, केटाहरू छैनन् है। यो टोटलै आँप हो। यो वर्षमा ट्यानर हाले हुन्छन्, जसलाई पर्छ। यो तल चाहिँ गाडी हिँड्ने बाटो, मन्दिर जाने बाटो। अनि यो चाहिँ टिकटकको लागि, टिकटकरहरूको लागि यो बाटो बनाइदिएका छन्। एकदम झकास छ, हेर्नुहोस् गाइजहरू। यहाँ चाहिँ भाइरलै हुन्छन् होला, यहाँ बनायो भने त टिकटक है। केटाहरूलाई आँप झार्छन् कि भनिकन आएको, छैनन् केटाहरू है, कोही छैन त्यहाँ। यति बेला बगैँचामै आँप किन्ने मान्छे तल धेरै छन् तर आँप दिने मान्छे छैनन्, केटाहरू कोही छैनन् है। यो चाहिँ बाहिरको गेट, मन्दिर बाहिर निस्किने भित्र छिर्ने गेट है।